हेर्नुहोस् बेतराती बजार पुरै पुरिसकेको छ। सबै सुरक्षित रहनु होला, सुरक्षित रहनु। एहे अब गाडी कति थियो, बजार कति हो, मान्छे यो त अझै आउनेछ। बेतराती बजार पुरै पुरिसकेको छ। सबै सुरक्षित रहनु होला। त्रिशुलीतिर कहाँ जाने त्यो मान्छेहरू हेर्नु त। बजार पुरै छैन। अब यस्तो स्थिति छ, यो बिजोग स्थिति। बेतरावती बजार पुरै ध्वस्त, सकिसक्यो, भैँसे सकियो। हेर्नुहोस् 100-150 घर डुबिसकेको छ त्यहाँ। मान्छे कति मरे, कति के हो, केही पत्तै छैन। यो अब हामी त कटिहाल्यौँ, फरक परेन, हामी चाँडै भयो बनायो। अहिले अब म तपाईँलाई अझै भिडियोमा 2टा भिडियो बनाएर अब म बनाउँछु। नै हामी त भाग्यले मान्छे हो कि। तपाईँहरू त चाँडै आइहाल्नु गाडी बाँच्नु भयो यार तपाईँहरू। यार हाम्रो गाडी पनि फिर्ता गरिदिएँ मैले। तपाईँहरू बाँच्नुभयो, बाँच्नुभयो यति बसी होइन। कति आके आज चाहिँ गाडी फेरि हेर्नु त। यो बेतरावती तपाईँको पुलै छैन, जम्मै बगाएर माथिसम्म आइसक्यो भने यति ठुलो आर्छ कि होइन, पुरै नहुँदैन। 200-300 घर डुबिसक्यो। मान्छे कति के हो, गाडी कति के हो। आजै फेरि गोसाइकुण्ड जाने गाडी यति धेरै आयो, यति धेरै आयो। डुबिहाल्नु, उ त्यो घरै डुबिसक्यो, पुलै जम्मै डुब्यो। अब होइन, खोलो अझै आइपुगेन रे क्या माथिबाट। हामीले खोलो त अझै आउँदैछ कि, यो त आधी माथि त्यतातिर घरहरू सबै घरहरू लान्छ। भाग्नु भ्याउने हो भने अहिले तिनीहरू माथि भाग्दै गर्दा हुन्छ क्या। बरु त्यो लाने नै हो क्या, ढुक्कै लाने हो है। ल हेर्नु त, हेर्नुहोस् नि यो चाहिँ तपाईँको छोटो समयमा जान्छ भने। ल हेर्नु त, अब यता फलाफुपट्टि आइसक्यो कि, यताको नि यता पनि मान्छे हटे हुन्छ। डाँडाको छेउ होइन, यो केही पनि होइन क्या। माथि चाइनाको लेनदेन, यो माथिको चाइनाको भोटेको हजुर। ल भाइ यस्तो भएछ ल। स्याप्रो त अनि योभन्दा बढी कम हो, अनि लैहाल्छ नि यसरी। ल ढिक के अरे त्यो सोले बेतराती बजार पुरै स्याब्रु बेसी, शान्ति बजार सबै ध्वस्त। यो त तपाईँको थोरै हो, अझै बाँकी छैन न। कति बेतराती बजार सबै बगाइसक्यो, त्यहाँ भाग्नु भने भाग्नु भने क्या। बाढी आयो भने कस्तो कुरा पनि सबै त्रिशुलीलाई खबर गरे हुन्छ। त्रिशुलीलाई हेलो, बाढी आयो भने के कस्तो चिसिया कुरा गरेर आने के। त्रिशुली सबै भाग्नु भन्नु, त्रिशुली बजारै डुब्छ यता। यहाँ ठुलो बाढी आयो, बेतराती बजार सबै बगाइसक्यो। त्रिशुली बगाउन लाग्छ छिटो भने क्या। भाग्नु भने यता माथि उता जानु, 6 बजार जानु। भाग्नु भने के भने। हेलो, सुनिसक्यो? बाढी आइरह भने क्या, बेतराती बजार सब बगाइछु भने क्या। भाग्नु भने क्या, भाग्नु मात्र भने मैले। म यहाँ डाँडाबाट हेरेको, कालिस्तान डाँडाबाट हेरिरहेको। यहाँ बाढी ठुलो आएर बगाइसक्यो भने त्रिशुली बगाउन लागिसक्यो। भाग्नु भने उता छोरे भाग्नु भने क्या, भाग्नु भने। हजुर
रसुवा त ध्वस्त हो नि दाइ सबै चाइनाबाट आएको खोलाले सबै पुरै बगायो लगभग एउटा ठुलै बजार उ त्यसरी छोपेर खोला माथिबाट हिँडिरहेछ बजार बजार पुरै बेत्रावती बजार भन्ने छोपेर त्यो खोला माथि छ पुरै बजार त कहाँ मान्छे कति गए कति गरे केही चाइनाबाट खोलो आयो ठुलो बाढी आएको चाइनाबाट मलाई भाग्नु के उता छरे जानपट्टि जानु छरे जानपट्टि छरे औषधिहरू माथि आइसके क्या माथि आइसके सुरक्षित छन् अब त्यो भनिदिनु भागिहाल्नु त्यहाँ भान्जीलाई फोन गर्नु छिटो भान्जीलाई फोन गर्नु छिटो भाग्नु भने नाटक दिदी मैले नाटक गरेँ हजुर हजुर रसुवा त जस्तै बनायो नि बेत्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू च्याब्रुको सबै घरहरू गयो च्याब्रु बेसी बजार गयो सबै गयो साँच्ची नै हो भनेको हजुर सबै गयो केही बाँकी छैन बेत्रावती बजार माथि खोलो हिँडिरहेको छ हेर्नु त त्यो बजार हो बजार माथि खोलो छ हो बजार माथि खोलो मैले यो ठ्याक्कै लाइनमा देखिएको बजार हो बजार छोपेर खोलो हिँडिरहेछ आइसक्यो भने मेरो विश्वास गर्ने नगर्ने भने विश्वास गर्ने नगर्ने रसुवा त ध्वस्तै भयो ध्वस्त भइसक्यो बेत्रावती केही छैन अब विश्वास गरे नि गरौँ भाग्नु भने के भाग्नु अरूलाई भनेर भागिहाल्नु छिटो हस् हस् के रह्यो त्यसलाई हेर्नु त बेत्रावती आएको बजार हामी हजुर आइसक्यो भने यहाँ लम्बै पोहोर आइसक्यो उहाँ त्यो माथिको त्रिशुलको आइसक्यो माथिको उहाँ त्यो मेरो हात खुट्टा कामिरहेको छ दिदी एकछिनमा के बोल्न सकिरहेको एउटा भाइले हजुर घरतिर आयो दिदी आयो लाउन आयो भने आयो हेलो चलेन लाइट दिन्छ न हेलो आइसक्यो भाग्नु न पहिला भाग्नु मैले भने माग्नु न हो अहिलेसम्म नसुने के भाग्नु भन्नु न यार उहाँ बेत्रा त्रिशुली बजार सब छोपिसक्यो सबैले बर्बाद केही छैन ल के फुटेको यो ड्याम चाइनाको बाढी चाइनाबाट माथिबाट पानी ठुलो पर्यो हामी त्यही कुरा गर्दै थियौँ त रातभरि पानी हिजो चौकी सौकी त्यो अहिले सबै सबै घर तपाईँहरू आए बजार चौकी सौकी सबै घर केही पनि छैन नि उही त हो नि चौकी के थाहा भन्नलाई झन् आएछ भने के ठुलो बजारै पुरिसक्यो त त्यो हामी बेत्रावती अघि आएको देखेको केही पनि केही पनि छैन छैन आइसक्यो भने हजुर तपाईँको चेक पोस्टहरू त सबै अनि अघि पुलिसले त्यत्रो बेरसम्म किन नरोकेको त क्षति भयो अब गाडी कति आएको थियो आज गोसाइकुण्ड जाने गाडी कति आएको सबै गयो हेर्नु त झन् बढी भइरहेछ खोलो त हजुरको टाटो चल्यो 200 कोसी भन्दा नि बढेर आएको छ अनि त्यत्रो माथि सबै गयो नि पारीको वारिस दुईटै पेट्रोल पम्प गयो 5 मिनेट चाँडो गएको भयो नि हामी त जानेर छौँ 5 मिनेट ढिलो भयो तपाईहरु चार्जमा कुर्नु भएको थियो रोकिनु भएको थियो हैन हामी त सामान बेच्दै आएको माथि बेचेर चाहिँ बिहानै उठेर हिँड्ने भनेको थियो तुप्चे नै गयो नि तुप्चे सकियो नि तुप्चे बजार सकियो उहाँ हैन कत्रो छ त हेर्नु त पल्लो भित्तो हान्दै त्यस्तोमा यिनीहरूको दिन यति रहेछ भन्न हामी पनि नगएको यो हामी सबै गयो बेत्रावती सबै रोकेर तिनीहरूले भन्दै थिए गाडीमा सबै गयो भाइ तपाईँको अफिस भने कता हो अहिले तपाईँले भन्नुभयो कसले भन्ने हो मैले होइन दादी केही छैन यार कस्तो त्यत्रो उता फोन भयो मान्छे पत्याउँदैन निस्किँदैन अहिले जान्छ रसुवामा ठुलो विपद आइपरेको छ रसुवा आधी रसुवा चाहिँ पुरै डुबानमा परेको छ अहिले बेत्रावतीदेखि शान्ति बजार हुँदै च्याप्रु बेसी एनसेलबाट खुन लाग्दैन यार कस्तो टिमुरे सबै डुबानमा छ सबै घरहरू डुबेको छ हामी के गर्ने त्यो भाइ फोन गर्दै छ एकछिन
हामी आएको बाटो हेर्छ बेत्रावती बजार हो त्यो देखिएको। बेत्रावती बजारको घरहरू सबै डुबाएर खोलो पुरै घर माथिबाट छ। पारी तुप्चे हेर्नुहोस्, नुवाकोटको तुप्चे पनि पुरै डुबिसकेको छ। मान्छे गयो होला है त्यहाँ बजारमा कति मान्छे पर्यो होला। हेलो को बोल्नुभयो? ए यहाँ बाढी आएर ठुलो बाढी आइरह भान्दा भागै भाग बाढी आइरह। नुवाकोट त्रिशुली बजार पनि सब बगाइसक्यो। बेतौती बजार त्रिशुली बजार बगाइसक्यो। भागै भाग। सुमनलाई अहिले फोनै लाग्दैन। सुमनले त खाँदै बनायो त कति हो कति यो साध्य सीमै छैन यार। यसले त कहाँसम्म भ्याउँछ भन्ने अलिकति पर्दैन। यो त संसारै कति कति यो त तपाईँ त्रिशुली हुँदै धादिङ हुँदै मुङ्लिङ सबै सबै गयो त। सबै लग्यो नारायणघाटसम्म पुग्छ सबै। होइन त्रिशुली सबै अब त गइहाल्यो नि हेर्नु त। अरू भन्दा मैले मेरो बाबुलाई सम्झेँ त 3 वर्षको बाबु छोडेर कस्तो दुःख गरेँ। कति मान्छे पर्यो होला त्यहाँ। त्यो तलको मान्छेलाई चाहिँ पहिला खबर भयो। चार्ज गर्नेहरू कति बुढीहरू हुनुहुन्थ्यो। कति गयो आज चाहिँ फेरि यस्तो गाडी आएको गोसाइकुण्ड जानलाई। आज होइन त्यो माइक्रो स्टेसन अघि हेर्नु त गोसाइकुण्ड जाने गाडी आज फेरि लाइन छ के। साइड गरेर हिँडेको थिएँ मैले। अघि त्यहाँ सोचिरहेको थिएँ काँक्री देखेँ कि आउँदाखेरि भगवान् हाम्रो शुभ होस् भनेको थिएँ। गाडीहरू बगाएर लिएर आएको गाडी होला नि। त्यो त बगाएर ल्याएको गाडी हो टिमुरेबाट। भन्सारको गाडीहरू त सबै बगाएर ल्याएको गाडी। त्यो त अब गन्ती नै सक्दैन। अनि मासतिर सबै आयो होला नि त त्यो। यही नुवाकोटको बेचल्ली भइसक्यो। सुमनहरू फोनै उठाउँदैनन्। हाम्रो मान्छेहरूको फोनै छैन। त्यो बाटो जम्मै बगाउँछ क्या। त्यो बाटो जम्मै बगाउँछ क्या। होइन आउने बाटो त अब छैन उयोबाट यता लाग्दा बिद्दुरबाट यताको त सबै भयो। बगाउँछ जम्मै। भाग भाग छोरेपट्टि भाग भाग यहाँ ठुलो आइरह बाढी आइरह भाग। भागे हुन्छ उतै फर्काउ भन फर्काउ। छोरी जाऊ। फर्काउ भन। सबैलाई भन्नु भन। अब नेटवर्क गइसक्यो कि सबै सबै नेटवर्कहरू गइसक्यो। फोन लाग्दैन। भाग त्यहाँ सबैले भाग त्यहाँ सबैले भने भाग छिटो भाग है। दुप्ते हुँदै गरेको झर्ने हामी दुप्ते हुँदै त्यो बाटो भाग भने भाग है भाग। तपाईँको गोसाइकुण्ड जान लाग्नु तपाईँहरू गोसाइकुण्ड गएर काठमाडौँ निस्किँदा तपाईँलाई केही समस्या हुन्छ भएन हामीलाई समस्या। जुन बाटो पनि निस्किनु सक्नु हामी सेफ भयौँ कि हामीले बनाउँदै त्यो चिसो नागेको एनटिसी फोन लगाइरहेको छैन। हामी चाहिँ 10 मिनेटले अगाडि बढेर हाम्रो चाहिँ के पनि एनटिसी फोन लगाइरहेको झोर कहाँ गयो त? अस्ति होइन भने भर्खरैको हामी जम्मै बगायो। फोन आन यहाँ बाढी आइरह। यहाँ यो सब कृषि सब बगाइसक्यो। फोनै लागेन। कृषि बेताज बजार केही छैन। कृषि बगाइसक्यो। भागै भाग यता नाइजे माइल खुनर छिटो खुनेर मेन टावर गइसक्यो। खै त भाइ यसरी होइन सरकारले कमसेकम यति बेला त सबैलाई थाहा भइसक्यो नि त्यो घरको छततिर मान्छे कमसेकम हेलिकप्टर ल्याएर उद्धार गर्नु पर्दैन भने यहाँ त मान्छे जम्मै मरिसक्यो। आलो मान्छेहरू त त्यो घरको छततिर त 1-2 जना मान्छे बाँकी छ नि अझै पनि। हेर्नु त मान्छे लगेको खोलाले। कसलाई फोन गर्ने? हेर्नु त यताको मान्छेहरू लगेको हेर्नु त। फुटेर आएको हो रे के त्यो हजारौँ गयो नि मान्छे त। पुरै ड्याम नै फुटेर यो पुरै